एकछिन भयो अब यो जिन्जर हो जिन्जर हाल्यो सोर्स गरेर हाल्ने सबै वेट गरेर राखेको अब चाहिँ यो हाल्दै पकाउँदै जानु पर्यो नि त होइन यसलाई ब्राउन बनाउनु पर्छ अलिक हुन्छ मात्रै हुन्छ ब्राउन बनाउनु पर्यो हेर्नुहोस् अब यहाँ फेरि सट्टै सेलेरी हाल्दै सेलेरी चप गरेर हेर्नुहोस् ब्राउन बनाइदिएको एकदम ब्राउन बनायो ब्राउन भइसक्यो होइन अब फेरि हेर्नुहोस् यहाँनिर लाइट सोया होइन लाइट सोया हाल्दै यो डार्क सोया हो यो है चिङ्की भिनेगर यो हो चिल्ली पेस्ट यो बनाएर राखेको हुन्छ यो चिल्ली पेस्ट हो चिल्ली पेस्ट हालेको होइन यो चाहिँ चिल्ली बिन सस हो यो चाहिँ चिल्ली बिन सस हाल्यो यो वेस्टर हो वेस्टर सस हालिदिएको यो हालेपछि चाहिँ चलाउँदै जानु पऱ्यो कम आँचमा एकदम धिमा आँचमा बनाउनुपर्छ ससहरू नभए मुनि लाग्ने डर हुन्छ एकदम धिमा आवाजमा बनाउनुपर्छ यसरी चलाउँदै गर्नुपर्छ मजाले पाक्दै गर्छ यो ब्रेकफास्ट सुगर चट्टा अब लास्टमा चाहिँ यो ब्रेकफास्ट सुगर हाल्ने यसरी मजाले चलाउने अब अलरेडी सँगै चिल्ली सस रेडी